हेलो गाइस, एकैछिनमा यो अन्नपूर्ण रेन्ज अनि मिठो छ है। यो पनि अन्नपूर्ण रेन्ज एन्ड दिस इज द 360 भ्यू। हाम्रो खाना हैन, यसो छ चम अमलेट। हेलो गाइज, हामी चाहिँ यहाँ त्यही हिजो बसेको स्टेमै छौँ होइन। अनि यहाँबाट चाहिँ यस्तो अलिअलि यसो खुले। आई थिङ्क छोमरुङ चाहिँ यो वेदर चाहिँ एकदम दामी छ होइन। डाँडाको टुप्पामा हेर्नु त घाम टक्क घाम टल्कियो। अनि हामी चाहिँ 6:30मा चाहिँ हिँड्यौँ है भैजुको कटेजबाट चाहिँ। बिहानै ब्रेकफास्ट बनाइदिनु भनेर छिटो हिँड्यो भनेर हामी चाहिँ हिँड्यौँ। 6:30 भइसक्यो। हामी चाहिँ खास 6 बजे नै हिँडिहाल्ने भनेको, तर अब त्यस्तै हुँदो रहेछ, भने जस्तो हुँदैन। यही त होला नि, त्यहीँ माथि पुग्ने हो। अहिले चाहिँ वेदर खुलेको ल गाइज, हाम्रो चाहिँ ट्रेक सुरु भइसक्यो होइन। हामी चाहिँ झोलुङ्गुल कटेर आइसक्यौँ। अनि बाटो त खै के देखाउनु र, खै सिँढी लगभग 2 घन्टा जति सिँढी होला अब, त्यही भन्ने सुन्ने छ। चलो चल्ते हैं। हामी चाहिँ ट्रेक चाहिँ त्यहाँबाट स्टार्ट गरेको होइन। अनि हामी चाहिँ अहिले त्यो छोमरुङ भनेर छङ्गुङ आइपुग्यौँ। हामी 6:30 बजे हिँडेको थियौँ, अहिले 8:30 भयो। 2 घन्टा लाग्यो। अहिले चाहिँ हामी चाहिँ यहीँ चाहिँ बस्नु गएको छु। अरू मेरो साथीहरू चाहिँ तलै छन् होइन। म सोलो चाहिँ होइन, साथीहरूलाई मेन्सन नगरेर नि, म सोलो होइन, हामी 4 जना छौँ। यस्तो खोला छ यता, अनि त्यही खोलाको साउन्ड पनि आइरहेको छ। यता नै खोला छ, उतापट्टि झरनाहरू छ। तर वेदरले चाहिँ अलिक धोका देला जस्तो छ, कालो कालो बदला लगाइरहेको छ। यही नै हो। गाइज, यो चाहिँ हाम्रो छोमरुङको बौद्ध स्तूपा रहेछ होइन। यहाँ चाहिँ राम्रो रहेछ यो चाहिँ। अब भित्रै गएर फोटोसोटो खिच्ने कुरा त भएन के, ढिलो हुँदो रहेछ। अनि त्यही भएर मैले चाहिँ यहीँबाट यसो भिडियो चाहिँ लिनु पऱ्यो होइन। टक्क अगाडिपट्टि खोला, त्यहाँबाट होइन, त्यो चाहिँ छोमरुङ हो। यो पनि हुन त छोमरुङ हो, तर हामी चाहिँ तल झरेर त्यहाँबाट यसरी झरेर चाहिँ अनि यो झोलुङ्गुबाट चाहिँ हामी माथि चढेर यहाँ चाहिँ हामी बस्न लागेको, रेस्ट गर्न लागेको। हामी चाहिँ 9 बजे हिँडेको थियौँ, अहिले चाहिँ 9:56 भएछ। लगभग 1 घन्टामा आइदो रहेछ है यहाँसम्म चाहिँ। मजाले हामी बिस्तारै आयो, त्यस्तो भाग्दै आएनौँ, ओह्रालो भयो नि, आरामले आउनु होला। अनि यहाँ चाहिँ हाम्रो झरना रहेछ, बाहुबली झरना होला सायद। हामी यहाँको चाहिँ तल्लोबाट यताबाट अनि यता माथि चढेर अनि चाहिँ हामी चाहिँ यता झरेर फेरि माथि चढिसक्यौँ। यति लगभग उयो हाइटमा देखियो, तर बेम्बूबाट एक्चुअल हाइट हो अरे। अहिले चाहिँ 1:10 भइसक्यो होइन। हामी चाहिँ अप्पर सिनुवा कटेर अब बेम्बूतिर जाँदैछौँ। बिचमा चाहिँ भ्लग गर्नै बिर्सेछ। अब यस्तो जङ्गलको बाटो छ, खासै डर लाग्दो चाहिँ छैन, खुल्ला खालको जङ्गल छ। अनि यहाँबाट चाहिँ लगभग 2 घन्टा लाग्छ होला भन्नु छ। हामी चाहिँ अहिले 1:10 भएछ, हेरौँ 2:10 3:10सम्म पुगिन्छ कि बेम्बू। त्यहाँबाट बेम्बू पुग्यो भने हामी दोभानको लागि पुगिन्छ। 3:10मा पुग्यो भने हामी दोभानको लागि ट्राई गर्छौँ। त्यो ट्राई होइन, दोभान त यहाँनिर पुग्नु पनि भयो र सकेसम्म चाहिँ हिमालय नै पुग्नुपर्ने रहेछ आज। यदि एक दिन एक्सटेन्ड नगर्ने हो भने एक दिन एक्सटेन्ड गर्नुपर्ने रहेछ। अनि चाहिँ हामी एमबिसी बस्दा चाहिँ भोलि के प्रब्लम हुँदो रहेछ भन्दा चाहिँ एबिसीको भ्यू चाहिँ देखिन्न अरे। एबिसीको भ्यू बिहानमा त देखिन्छ अरे, दिउँसोतिर देखिन्न अरे खासै। त्यही भएर एबिसीको भ्यू देख्नलाई पनि हामी भोलि एबिसी पुग्नै भन्ने रहेछ। अनि अब बेम्बू चाहिँ हामी बिस्तारै एकदम बिस्तारै बस्दै आएर 3:30 बजे आइपुग्यौँ है। 3:30 बजे अहिले हामी चाहिँ यस्तो झरना नि भेटिँदो रहेछ है, यहाँ माथिबाट आएको होइन। यस्तो छ अनि नेचुरल वाटरफल। हामी चाहिँ आज बेम्बू कटेर होइन भर्खरै दोभान चढ्दैछौँ। यहाँ चाहिँ खोला छ। अब चाहिँ हामी दोभान जान्छौँ, 1 घन्टा 1.5 घन्टा पुगिन्छ अरे। एन्ड देन विल ट्राई हिमालय टुडे।
यो चाहिँ हाम्रो ब्याम्बू कटेसीको जङ्गल है, सुरुको नजिकैको जङ्गल हो, 2 मिनट नै भएन हामी हिँडेको ब्याम्बूबाट। ब्याम्बूमा चाहिँ म रेस्टुरेन्ट चक्करमा मैले बिर्सेछु, यस्तो छ जङ्गल। या इट्स गुड। हामी चाहिँ दोबान आइपुग्यौँ होइन, अहिले चाहिँ ट्याक्कै 4:45 भएछ। बिहान चाहिँ हामी 6:30मा हिँडेको थियौँ। हामी चाहिँ 6:30मा हिँडेर अहिले 4:45मा दोबान आएर बस्दै बस्दै आएछौँ हामी, खाजा खाँदै बस्दै। हामीले चाहिँ लन्च चाहिँ स्किप गऱ्यौँ, तर खाना अरू त खायौँ होइन। हामी दोकान आइपुग्यौँ। अनि हजुरलाई एउटा इन्फर्मेसन चाहिँ के भन्दा, पावर ब्याङ्कहरू चाहिँ खासै बोक्नु पर्दो रहेछ। बोके पनि 5000 3000 एमएचको ल्याउनु होला, किनकि यहाँ हरेक ठाउँमा आफ्नै लघु रहेछ क्या, एउटा लघु पावर हाउस टाइपको, स्मल पावर हाउस फर स्मल भिलेज। जुन भिलेजमा जानुहुन्छ त्यही भिलेजको लागि पावर हाउस छुट्टै रहेछ। त्यस्तो भएपछि चाहिँ लाइन छ जताततै, लगभग वाइफाई नै सब जतैसतै छ। अनि अनलाइन पेमेन्ट नै धेरै ठाउँमा एक्सेप्ट हुन्छ। दोबान कटेर यता आएछ नि, यहाँ चाहिँ यस्तो खोला छ अनि यहाँबाट पुल छ होइन, ठिकै छ, ट्रेल ठिकै भइरहेछ। हामी धेरै भयो हिँड्न थालेको, अब हामी 1.5-2 घन्टा लाग्छ जस्तो लाग्छ हिमालय पुग्न। इट्स नट रिकमेन्डेड बट या वी आर समथिङ डिफ्रेन्ट। हामी चाहिँ 6:30 बजे हिँडेर 7:30 बजे आइपुगेका छौँ है। यसरी चाहिँ तपाईँहरू नआउनु होला, तपाईँ चाहिँ आएर दोकान बस्नु होला। यो चाहिँ हामी हिमालय गेस्ट हाउसमा आइपुगेका छौँ। हामीलाई चाहिँ हाम्रो 2 जना लिन आउनुभएको थियो, हामीलाई भन्दा अरू 2 जना, तर हाम्रो साथी हुनुभयो, हामीलाई पनि लिएर आउनुभयो। गाइज हामी चाहिँ 6:58 भनेको लगभग 7 बजे ब्रेकफास्ट गरेर चाहिँ यो हिमालयन गेस्ट हाउस भन्ने हिमालयबाट हामी चाहिँ अब यात्रा सुरु गरेछौँ होइन। हाम्रो चाहिँ आजको डेस्टिनेसन भनेको चाहिँ एबिसी हो, त्यहाँभन्दा माथि डेस्टिनेसन छैन, त्यही भएर डेस्टिनेसन चाहिँ जान्नु होला। एन्ड आज चाहिँ खतरा खुल्या रहेछ, हामीले लाइभ हेरेको थियौँ हिमालय गेस्ट हाउसमै, त्यहाँ लाइभ ब्रोडकास्टै हुँदो रहेछ। आज चाहिँ दामी खुल्या रहेछ अन्नपूर्ण, आज पुगेन, भोलि होप्सो भोलि नै भयो खुल्ला। गाइस यो चाहिँ देउराली जाने बाटो हो होइन। यतापट्टि चाहिँ हामीलाई यस्तो दामी देखिन्छ डाँडा, अनि यतापट्टि चाहिँ बिचमा नदी, अनि यो चाहिँ हाम्रो माछा पुछ्रेको टुप्पो मात्र देखिन्छ। आज चाहिँ वेदर चाहिँ एकदम झकास छ होइन। एन्ड दिस इज सम मेस्पराइजिङ भ्यू। लेट्स गो। यो चाहिँ देउराली पुग्न बेलाको है, यस्तो दामी भ्यू छ होइन। के प्लान मात्र बनाएर बस्नुहुन्छ, आउनुहोस् न। हामी चाहिँ देउराली आइपुग्यौँ होइन, 2 घन्टा लाग्यो बस्दै बस्दै आएको। यो भ्यूको फोटो खिच्दा टाइम लाग्यो, अनि हामी आइपुग्यौँ देउराली। गएछ हामी चाहिँ अब 15-20 मिनटमा पुगिन्छ कि, एमबिसी 15-20 मिनटमा पुगिन्छ होला। हामी चाहिँ 12:50मा आइपुगेको छौँ माछा पुछ्रे क्याम्प, बेस क्याम्प 37 मिटर। लगाइस त्यो चाहिँ एबिसी हो होइन। हामी चाहिँ मस्त आराम गर्दै हिँडिरहौँ। देखि यो चाहिँ अन्नपूर्ण हिमाल, अनि यताको चाहिँ यो सिनारी विच यु कान्ट डिस्क्राइब इन वर्ड्स, एन्ड जर्नी इज बेटर देन डेस्टिनेसन। सी दिस। अब चाहिँ म अन्नपूर्ण पुगेर ब्लग बनाउँछु, तर गाह्रो छ, नबनाउन पनि सक्छु, त्यही भएर चाहिँ मैले हामी बनाइदिएँ। बसेको
4:43 मा आइपुगिसक्यौँ। यो चाहिँ हिमाल टल्क्यो, यो चाहिँ हिमाल होइन हल्का अनि टक्क लाएर त्यो माछा पुछ्री होला। यो अन्नपूर्ण रेन्ज अनि मिठो छ है, यो पनि अन्नपूर्ण रेन्ज। एन्ड दिस इज द 360 view. Let's go. They said we still need 15 minutes to reach there. I can't understand this. Why? Guys, finally made it to अन्नपूर्ण। तर वेदर चाहिँ कस्तो अनप्रेडिक्टेबल हुँदो रहेछ होइन। 2 मिनट अगाडि चाहिँ केही थिएन, सब खुल्ला थियो, एकैछिनमा तलबाट फगाइदियो। ल गाइस, एकैछिनमा यस्तो छैन केही देखिन्न अब। ओके गाइस, यो चाहिँ मर्निङ भ्यू होइन, बिहान 5:40 तिर यस्तो छ। तल चाहिँ हिमाल छ होइन, हल्का हल्का बादल लाउनु लाग्छ। एन्ड luck was not that bad this time. गाइस, हामी चाहिँ हिजो ब्याम्बू बसेर अहिले चाहिँ 6:35 मा ब्याम्बूबाट निस्क्यौँ। अब चाहिँ हामी अप्पर सिनेमा जान्छौँ। अप्पर सिनेमा जानुलाई चाहिँ सुरुमा चाहिँ ब्याम्बूबाट उकालो चढ्नुपर्छ। यो चाहिँ त्यो उकालो हो है त। ल गाइस, हामीले बाई बाई गर्दै हिँड्यौँ होइन। यो चाहिँ हिमाल दामी टल्किरहेको छ, आज टक्क खुलेछ। ल हामी चाहिँ बाटोमा यो चाहिँ गाइस, हामी चाहिँ 8:21 मा चाहिँ यहाँ सिनेमा आइपुग्यौँ होइन। ब्याम्बूबाट 27 मा हिँडेको थियौँ। अनि आज चाहिँ घाम लागिरहेको दामी, बेलुकातिर पानी पर्छ होला। सो हामी चाहिँ छिटछिटो भागेको, त्यही भएर हामीले वेदर फोरकास्ट सरकास्ट हेऱ्यो होइन। तर यहाँको जति दिन बस्यौँ नि त्यो अनुसार चाहिँ त्यही रहेछ, बेलुका 2 दिन बसेपछि पानी परिदिइहाल्ने, मिठो पानी परिदिइहाल्दो रहेछ। अहिले चाहिँ 12:45 भयो होइन। हामी चाहिँ यो चिनुबाट उकालो नै भनौँ। हामी चाहिँ ओह्रालो जाँदा चाहिँ ओह्रालो, आउँदा चाहिँ उकालो, त्यसमा चाहिँ बिचतिर रेस्ट गर्दै अहिले। एन्ड वी आर एबाउट टु रिच चिनु। ओके।